एउटा फुटबल टुर्नामेन्टले कति पैसा कमाउन सक्छ? एक्ज्याक्टली इट्स $13 बिलियन। यो हो फिफा वर्ल्ड कप 2026, इतिहासको सबैभन्दा ठुलो र फरक वर्ल्ड कप। फर्स्ट टाइम 3 कन्ट्रिजमा US, क्यानाडा र मेक्सिको। 48 टिम्स, 104 म्याचेस, 39 डेजको कम्पिटिटिभ इन्भाइरोमेन्ट र फिफाले डाइरेक्ट आफैले चलाएको पहिलो फिफा वर्ल्ड कप। यहाँ फुटबल मात्र होइन, अरबौँ डलरको बिजनेस चलिरहेको छ। फिफाले कसरी कमाउँछ त? कहाँ खर्च गर्छ र को विनर बन्छ? फुल डिटेल्स आज यो भिडियोमा। तपाईँ चक्क पर्नुहुन्छ। प्रिभियस वर्ल्ड कपमा 32 टिम्स मात्र हुन्थ्यो, 64 म्याचेस। तर 2026मा 48 टिम्स, 12 ग्रुप्स, नयाँ राउन्ड अफ 32 र टोटल 104 म्याचेस। यो एक्सपान्सनले गेमलाई मात्र होइन, बिजनेसलाई पनि एकदम ठुलो बनाएको छ। फिफाको मेन इन्कम कहाँबाट आउँछ? पहिलो, ब्रोडकास्टिङ राइट्स, सबैभन्दा ठुलो 3.9 to 5.3 बिलियन डलर्स। संसारभरि टिभी र स्ट्रिमिङ कम्पनीजले ठुलो पैसा तिर्छन्। सेकेन्ड, स्पोन्सरसिप, $2.8 बिलियन भन्दा माथि। एडिडास, कोका कोला, भिजा जस्ता बिग ब्रान्ड्सले बिलियन्स डलर हाल्छन्। थर्ड, टिकेटिङ एन्ड हस्पिटालिटी, $3 बिलियन सम्म। फाइनल टिकट $10,000 भन्दा माथि पुग्न सक्छ। VIP बक्सेसले एक्स्ट्रा कमाइ। फोर्थ, मर्चेन्डाइजिङ, जर्सी र सोभेनियर्स बेचेर हन्ड्रेड्स अफ मिलियन्स। टोटल 2026मा मात्र $9 बिलियन आसपास। पुरै साइकलमा $13 बिलियन। कतार 2022लाई पनि बिट गरेको छ। तर खर्च पनि कम छैन। फिफाको बजेट $3.8 बिलियन जति छ। प्राइज मनी $871 मिलियन ओभरअल। विनर टिमले $53.5 मिलियन पाउन सक्छन्। त्यसै गरी अपरेसन, सेक्युरिटी, ट्रान्सपोर्टेसन आदिहरूमा पनि खर्च हुन्छ र फिफाले डेभलपमेन्टमा पनि ठुलो लगानी लाउँछ। सबैभन्दा इम्पोर्टेन्ट डिफरेन्स, फिफाले ब्रोडकास्टिङ, स्पोन्सरसिप र टिकटको सबै रेभिन्यू आफै राख्छ। तर स्टेडियम अपग्रेड र सेक्युरिटीको ठुलो कस्ट होस्ट सिटिजले बेहोर्नुपर्छ। यो नयाँ फ्रेन्चाइज मोडल जस्तै हो। फिफाले प्रफिट, सिटिजले रिस्क। ओभरअल 2026 वर्ल्ड कपले फुटबललाई अझै बढी कमर्सियल बनाएको छ। फिफाले युज प्रफिट कमाउँछ, तर सँगसँगै फुटबल डेभलपमेन्टमा लगानी पनि लगाउँछ र होस्ट सिटिजलाई पनि टुरिज्म र अन्य अरू बिजनेसहरूबाट बुस्ट दिन्छ र लाखौँ जब पनि क्रिएट हुन्छ एउटा फुटबल इन कम्पिटिसनले। आर यू गाइज वाचिङ FIFA World Cup and which teams are you supporting? Just comment down below and thank you so much.